पास्तरको त साह्रै मनपर्छ नि पास्तरको साह्रै मनपर्छ के त मान्छे तिमी पनि पास्तरको भन्छ मन परे पास्तरको हैन नि त म कहाँको उदयपुर अनि पास्तरमै बस्दा रहेछ भने त पास्तरको राम्रो हुन्छ आमामा कतिमा पढ्दैछस् अरे ए 9मा हो 9मा बोयफ्रेन्ड छ कि छैन त अहिले भन्छौ अहिले छैन भन्दा म छु है कहाँबाट आएको यति हेन्समहरू सो कहाँबाट आएको तिमीहरू कहाँबाट आएको कुन ठाउँबाट भन त ए भनेको कुन ठाउँ हात्तीपाइले भनेको पास्तर हो लडिन्छ बिस्तारी 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 मलाई डर नदेखाऊ है हजुर हजुर स्वर्ग हेर्ने यस्तो दामी छ नि हाम्रो स्वर्गहरू चाहिँ साथीहरू त्यहाँ छ राम्री छ है साथीहरू हेर्ने भने चाहिँ मेरो क्याम्पस तपाईँको ए हेर्नु सो सबै सबैलाई गुड मर्निङ इस्मी वाइ ब्लग आज चाहिँ म पास्तर भन्ने आज घुम्नु जाँदैछु म चाहिँ क्याम्पसबाट अनि अरू साथीहरू चाहिँ अघि जाइसक्नुभयो अनि अहिले म चाहिँ सरहरूसँग जानु आँटेको अनि सरहरू चुरेघाटी झर्नुहुन्छ अरे गाडी उहाँबाट अनि म चाहिँ अहिले यहाँबाट लाग्न आँटेको हो पुरा भिडियो म त्यहाँ ठाउँको बवाल देखाउने छु तपाईँहरूले हेरिदिनु होला माया गरिदिनु होला है ल बाई यताबाट जान्छ के दामी हो यो प्लेस ल है साथीहरू हामी चाहिँ यो कुम्भकर्ण हिमाल देख्दैछ नि यो यस्तो बवाल प्लेस छ सो नमस्ते गुड मर्निङ एभ्रिवान म चाहिँ अहिले आएको छु कहाँ आएको छु भने पास्तर हाम्रो यस्तो बवाल प्लेस छ तपाईँहरू थाहा छ यो ठाउँ घुम्नु अवश्य आउनु होला तपाईँहरू पनि हिले पास्तर हिले है हिले यस्तो बवाल प्लेस छ तपाईँहरू सबैजना आउनु होला एकचोटि घुम्नु यस्तो दामी प्लेस छ है सबैजना आउनु होला एकचोटि यस्तो दामी छ कि कसम स्वर्ग आए जस्तो अनुभव हुन्छ यो ठाउँमा चाहिँ जो आउनुहुन्छ एकचोटि अवश्य घुमेर जानु होला यो ठाउँ एकदम सजिलो पनि छ बाटो त्यस्तो अप्ठ्यारो छैन एकदम दामी छ है साथीहरू सबैजनालाई गुड मर्निङ अनि सबैजना आउनु होला यस्तो डेडली छ कि कसम यो ठाउँ चाहिँ त्यो हामी चाहिँ स्वर्गको टुक्रा के भन्छ यो पास्तरको हिले भन्ने ठाउँमा आइपुगेको छौँ एकदम बवाल छ प्लेस जतै हेऱ्यो त्यतै हरियाली जस्तै रमाइलो छ यता चाहिँ हिमाल हेर्ने भने चाहिँ यहाँबाट चाहिँ यस्तो बवाल हिमाल देखिन्छ ल यस्तो मौसम छ है भ्लग सुरु भयो भने बवाल प्लेस छ अब यहाँ चाहिँ यस्तो दामी लाग्यो कि मलाई यो ठाउँ चाहिँ घुम्नुको लागि तर घुम्नु आउँदा चाहिँ यो गोर्खा चाहिँ नखानु ल यो एरियामा गोर्खाको धेरै देख्यो होइन यो ठाउँमा सही ठाउँमा राख्नु अब यहाँ वरिपरि यता त यस्तो दामी छ है लु आऊ है सबैजना एकचोटि चाहिँ घुम्नु त्यो कता अरे झापा काठमाडौँ डुल्नुभन्दा त हाम्रो पास्तरको हिलेतिर आउनु नि यस्तो दामी प्लेस छ आम्मा रमाइलो छ एकदम मौसम पनि एकदम क्लियर छ आजको दिन चाहिँ हामी चाहिँ मरो क्याम्पसको थ्रोबाट आएको जतै घुमौँ त्यतै रमाइलो जता हेऱ्यो त्यतै घमाइलो स्वर्ग हेर्ने भन्दा हिमालय रमाइलो देख्छौँ त हो यता त अनि स्वर्गको टुक्रा पनि देख्दैछ है वरिपरि यतातिर त घाम यी नजिकै छ टक्क बवाल छ आउनु पर्यो एकचोटि चाहिँ यस्तो डेडली राम्रो छ कि तपाईँहरू एकचोटि घुम्नु आउनु न क्या इलामको यो यस्तो ठाउँतिर पनि यस्तो बवाल छ यो ठाउँमा आउनुहोस् पास्तर हिले भन्ने ठाउँ हामी आइपुगेको छौँ यस्तो डेडली छ कसम यो ठाउँ चाहिँ यति बवाल छ कि कोही नआएको जस्तो पनि छ अब हामी चाहिँ आएको जति पनि स्टुडेन्टवाला हुनुहुन्छ नि टुर गराउने सरहरू
विद्यार्थीलाई चाहिँ यो ठाउँमा लिएर आउनु होला तपाईँहरूले ल सक्नुहुन्छ भने यो ठाउँ चाहिँ यस्तो डेटली छ तपाईँहरू आउनु सक्नुहुन्छ हे स्वर्ग हेर्ने हो इलामबाट हामी पाँचतरसम्मको यात्रा पाँचतर ठ्याक्कै यस्तो दामी प्लेस छ स्वर्गको टुक्रामै आइएको छ बवाल ठाउँ छ है यस्तो दामी छ को आउनुभएको छ यतातिर पाँचतर यस्तो दामी ठाउँ हो लु आउनु पऱ्यो यतातिर घुम्नुको लागि एकचोटि अवश्य इलामबाट जति पनि हेर्दै हुनुहुन्छ भने हाम्रो यो पाँचतरको यो छ नि यस्तो बवाल प्लेस तपाईँहरू घुम्नु अवश्य आउनु होला है ल है ल है स्वर्ग हेर्ने भने चाहिँ यस्तो बवाल स्वर्ग छ है हाम्रो ठ्याक्कै यहाँ पाँचतर हिले है यस्तो बवाल प्लेस छ कि यतातिर तपाईँहरू आउनुभएको छैन अवश्य एकचोटि आउनु होला घुम्नु आउनु यस्तो दामी प्लेस छ हावा यस्तै चल्छ सबैको सुविधा छ पानी छैन भन्नु नहुनु पानी पनि यहाँ सुविधा छ यहाँ पानीलाई चाहिँ सही सदुपयोग गरेर सफा गऱ्यो भने यहाँ पानी पनि उम्रेको रहेछ अब देख्दैछ नि वरिपरि ठाउँहरू यस्तो डेटली छ कि कसम तपाईँहरू आउनु सक्नुहुनेछ यो ठाउँ अनि अवश्य यो ठाउँ एकचोटि आएर भिजिट गरेर जानु होला कस्तो लाग्छ है दामी छ नि एकदम दबाई छ नि एकदम दामी छ है मलाई त बवाल लाग्यो है तपाईँहरूलाई के कस्तो लाग्छ एकचोटि अवश्य घुमेर जानु होला यो प्लेस स्वर्गभन्दा न्यानो अन्धा हुन्छ कस्तो दामी रहेछ यता पानी त यहाँ रहेछ त ठाउँ किन लिनु जानुपर्ने रहेछ त हामी पानी नि झन्नै हामी त कताबाट स्वर्गको टुक्रा मामा त्यस्तै हावा मिठो डान्स गरिदिउँ जाउँ दाजु त्यहाँ एकछिन त डान्स हान्नुपर्छ जस्तो हिलेको भाइरल पुल चाहिँ को चढेको छ छैन यस्तो बवाल हुने रहेछ है लु एकचोटि चाहिँ अवश्य घुम्न आउन इसमी वाइवा ब्लग पनि आएको छ है आज चाहिँ हाम्रो क्याम्पसकै टुरबाट हिँडेर आएको है यति बवाल छ आमामा स्वर्ग जस्ता हिमाल कुम्भकर्ण हिमाल देख्दै हुन्छ त्यो देख्दै हुन्छ नि हिमाल यस्तो बवाल छ है सबै एकचोटि आउनु होला है घुम्नुको लागि ल है माया छ सबैलाई कहाँबाट हो के हो बुनु कहाँबाट आएको भन म चाहिँ भ्लगर हो थाहा छ कि खै यता हेर्नु राम्रै लाग्यो त आम्मै ल साथी हो यस्तै छ है हामी पाँचतर हिले आएको छौँ इलाम हामी इलामबाट सबैलाई माया छ कहाँबाट हेर्दै हुन्छ जो जति छ एकचोटि चाहिँ हिले एकचोटि ट्राई गर्नु होला यो जुन भ्रमण गर्दै हुन्छ नि जुन यात्रा तपाईँहरू अवश्य एकचोटि चाहिँ गर्नु होला जतिले मेरो भिडियो हेर्दैछ या हेरेको छैन यो ठाउँ चाहिँ एकचोटि अवश्य घुम्नु आउनु होला साथीहरू यो एकदम राम्रो भाइरल प्लेस हाम्रो हिले पाँचतरको ठाउँमा आएर पनि यति दामी लाग्यो है यहाँ तलतिर अब खोला है राम्री बुनु आउँदैछ है ल अनि हामी क्याम्पसबाट आएको अनि यस्तो दामी छ हामी चाहिँ लगभग यो एरिया चाहिँ यति दामी लाग्यो कि कसम साँच्चै होला स्वर्ग आए जस्तो अनुभव हुँदो रहेछ के गरौँ हामी आऊ कि नआऊ त यहाँ तल देख्दै हुनुहुन्छ झन खतरा जता हेऱ्यो त्यतै रमाइलो हजुर यो ठाउँमा आउनुहोस् तपाईँहरू पनि एकचोटि घुम्नको लागि हिले पाँचतर साइड है बडो हाम्रो पाँचतर है यो चाहिँ यस्तो प्लेस दामी छ कि ठाउँ आमै नि त असम यो ठाउँ चाहिँ नि म फेरि पनि आउँछु 25 चोटि भन्दा बेसी चाहिँ साथीहरू हामी चाहिँ कहाँ आइदियो स्वर्गको टुक्रा हिले हाम्रो पाँचतर बोर्डर के भन्छ यस्तो बवाल प्लेस चाहियो है गुड साथी बवाल आम्मामा हो साथी एकचोटि चाहिँ घुम्नुपर्छ एकचोटि चाहिँ आऊ है साथीहरू सबैजना कसम यहाँ त नि स्वर्ग आए जस्तो आने उता हुने रहेछ नि है पौडी हाल्ने एउटा कसले बनाएको होला है कतिवटा मिलाएको रहेछ ढुङ्गामा आम्मै यहाँ त स्वर्गको आनन्द टुक्रा नि यस्तो बवाल
पास्तरको साह्रै मनपर्छ नि पास्तरको साह्रै मनपर्छ के त नि मान्छे तिमी पनि पास्तरको भने चाहिँ मन परे पास्टरको होइन नि त म कहाँको उदयपुरको उदयपुर अनि पास्तरमै बस्दा रहेछ भने त पास्तरको राम्रै हुन्छ आमामा कतिमा पढ्दैछस् भरे ए 9 मा हो 9 मा हो बोयफ्रेन्ड छ कि छैन त अहिले अहिले भन्छौ अहिले छैन भन्दा म छु है हामीसँग यो जम्मैले यो खाइसकेर जानुपर्ने छैन नमजाइ खाने नि हैन यो छोड्ने कुरै छैन पकाएर मान्छेलाई नरनाउँ सक्छ